होइन के उल्काएर अचम्म हो यो लियोनल मेस्सी। 38 वर्षको उमेरमा यो जादु, 38 वर्षको उमेरमा यो फुर्ती। र आज भएको अल्जेरिया विरुद्धको म्याचमा लियोनल मेस्सीले आफ्नो एक्लो दममा नै 3 गोल्स स्कोर गरेर आफ्नो फर्स्ट वर्ल्ड कपमा ह्याट्रिक कम्प्लिट गरिसकेका छन्। ह्याट्रिकले लियोनल मेस्सी वर्ल्ड कप हिस्ट्रीकै सबैभन्दा टप स्कोरर बनिसकेका छन्। र वाट अ क्लिनिकल पर्फर्मेन्स फ्रम लियोनल मेस्सी। 10/10 रेटिङ फर 38 इयर्स ओल्ड गोट, द गोट। 3 वटा गोल्समा 2 वटा गोल त आउटसाइड दि बक्स नै स्कोर गरेका थिए। र अरू प्लेयरहरूलाई 35 वर्ष कटेपछि बुढेसकाल लाग्छ अरे, दौडिन सक्दैनन्, गोल गर्न सक्दैनन्, एबिलिटी घट्छ भन्छन्। लियोनल मेस्सी जति बुढा हुँदैछन् त्यति नै शक्तिशाली बन्दैछन्। टाइटल डिफेन्ड गर्नको लागि अर्जेन्टिना फुल्ली प्रिपेयर देखिन्छ, बलमा कन्ट्रोल देखिन्छ। र लियोनल मेस्सी अलवेज दि गोट। पुरै टिमलाई लिड गर्नको लागि सधैँ रेडी रहेका छन्। टिममा स्ट्राइकर चाहिएको छ, लियोनल मेस्सी, आई एम ओके। राइट विङ्गर चाहिएको छ, लियोनल मेस्सी, आई एम ओके। अटाकिङ मिडफिल्डर चाहिएको छ, लियोनल मेस्सी, आई एम ओके। सेन्टर मिडफिल्डरबाट थ्रु पासेसहरू निकाल्नु छ, लियोनल मेस्सी, आई एम ओके। र आज भएको मेस्सीको अर्जेन्टिना भर्सेस अल्जेरियाको म्याच ककले हेर्नुभयो र यो बाघको ह्याट्रिक कस्तो लाग्यो हजुरहरूलाई कमेन्ट गर्न नबिर्सिनु होला है।